गाइस आज चाहिँ टक्क चिसो मौसम छ ट्याक्क मैले खसीको मासु ल्याएँ ट्याक्क यस्तो चिसो मौसममा चाहिँ ट्याक्क खसीको मासुसँग सप्रेक भात खाने ल म चाहिँ खसीको मासु ट्याक्क मैले भर्खर ल्याएँ ट्याक्क अब खसीको मासु चकुले ओइ कलाएर खसीको मासु यो चाहिँ खसीको मासु है ट्याक्क यो चाहिँ भुटन यो भुटन कलाएर भुटन यो चाहिँ कलाएर ट्याक्क खसी मासु खसीको मासु है पुरा चिकन भन्ला फेरि चिकन चाहिँ होइन है खसीको मासु ट्याक्कै छाला ट्याक्क खसीको मासु चाहिँ आज झरी बनाएर सबै खाने हो ट्याक्क लान्न लगभग गाइस हाम्रो चाहिँ टक्क खसीको मासु पाकिसकेको छ टक्क झोल राखेर टक्क नुन सुन हालेर टक्क झोल चिसो मौसममा अब यता चाहिँ ढेँडो पकाउनु लागिरहेछ गाइस ल एकैछिनमा ढेँडो पनि रेडी हुन्छ र नेक्स्ट टाइम ढेँडो खाएको भिडियो आउँछ ल खसीको झोल ल ढेँडो पागौँ लाग्यो ल हाम्रो ढेँडो चाहिँ टक्क पाक्नै लाग्यो ल यो चाहिँ अर्ग्यानिक ढेँडो ल एकदम अर्ग्यानिक गाउँबाट मेरो मम्मीले टक्क कोदो पठाएर यहाँ पिसेर टक्क ढेँडो बनाउँदैछ ढेँडो बनाउने चाहिँ ज्योति भाउजूले टक्क यहाँ ढेँडो बनाउँदैछ लगभग अब ढिँडो नि पाएको अब ढेँडो खाने क्रिसमा पछि बनाउँछ के लगाऊ रेडी भइसकेको छ अब खाएको नि होला यो किन लाग्यो कि यो खोइ कलरै हो कि तरकारीको लाग्यो यो खाने के थाहा छैन